Hello and good morning everybody. Everyone, I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला. Welcome back to the end of vlog of Vlog VTV. आज चाहिँ बिहानको मौसम एकदम चिसो गरेको छ. म चाहिँ खरायोलाई घाँस दिन जान लागेको. दिन सक्नुहुन्छ. म चाहिँ यहाँ पछाडितिर चाहिँ खरायोको खोर लिएर आइसकेको छु. यसले चाहिँ बच्चालाई यस्तो लुकाएर बसेको छ हैन. ल यो चाहिँ हाम्रो खरायोको ब्रिडिङ केज भयो. अनि यहाँनिर चाहिँ तन्ने बच्चाहरू छ. अनि ठुलो भइसकेको बच्चाहरू फेरि अर्को खोरमा छ है त. ल यहाँ चाहिँ यसले फेरि पनि अर्को बच्चा दिइसकेको छ हैन. न्यू बेबी चाहिँ यसले चाहिँ यहाँ राखेको छ. न्यूली बोर्न बेबी गाइज यस्तो हुन्छ. यो चाहिँ यसकै कलरमा जान्छ पछि. अनि यो चाहिँ व्हाइट हुन्छ है त. यस्तो राखेको छ. त्यति उनीहरू गोरेको छैन. यसलाई पनि घाँस दिन्छु एकदम. ल अहिले चाहिँ मैले खरायोलाई घाँस दिएर पनि आइसकेँ हैन. अब चाहिँ हामीले ट्र्याक्टरमा मल लोड गरेर अनि गाउँमा लानुपर्ने हुन्छ. त अब चाहिँ बाटोमा भेटौँला है त. ल अहिले चाहिँ म मलहरू लोड गरेर ट्र्याक्टरमा चाहिँ गाउँ जाँदैछु है त. देख्न सक्नुहुन्छ बाटोहरू. कुखुराको मलहरू लोड गरेर ट्र्याक्टरमा अनि माथि गाउँमा चाहिँ बारीमा लग्न लागेको. लास्टै देखिएको छ गाइज. केही बेर हामी तल गाउँमा बसिसकेपछि चाहिँ फेरि हामी हाम्रो गन्तव्य यानि कि खेततर्फ चाहिँ अगाडि बढ्यौँ है त. हामी निरन्तर यात्रामा है त. ट्र्याक्टरमा हो गाइज. यसले झ्याकेर गानो जान लागिसक्यो. चोराप भयो त गाइजहरू. चोराप ट्र्याक्टरमा हो. अहिले चाहिँ झ्याकेर अट्टी बनाइसकेको छ. अहिले चाहिँ म ट्र्याक्टरदेखि मल अनलोड गरेर पनि माथि खेतमा आइसकेको छु. देख्न सक्नुहुन्छ यहाँसम्म चाहिँ घाम लागिसकेको छ. तर पारीतिर चाहिँ अझै पनि लागेको छैन. लगाइज अहिले चाहिँ माथि यहाँ कामतिर जान लागेको छु. बाबा चाहिँ पर ट्र्याक्टर बनाइदिन जानुभयो. अनि
बाख्राहरू चाहिँ माथि लिएर आएको छौँ अनि यहीँ चर्दैछन् बाख्राहरू म चाहिँ त्यही जानु लागेको अब चाहिँ माथि खेत जोताइ सुरु भइरहेको छ देख्न सक्नुहुन्छ ल हिँडियो घरतिर गाइस ब्लग मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला see you next vlog soon guys